कुनै एउटा कम्पनीले एउटा कारको डिजाइन गरेछ, एकदमै धेरै सुविधा सम्पन्न कारको डिजाइन गरेछ अनि पार्ट पुर्जाहरू पनि एकदमै फरक हैन, नर्मली मार्केटमा पाउने भन्दा पनि एकदमै फरक डिजाइनको, एकदमै हेर्दाखेरि पनि लुक्स एकदम राम्रो, बाहिरी आवरण पनि राम्रो अनि भित्रको त्यो सुविधाहरू पनि राम्रो भएको एकदम राम्रो कार डिजाइन गरेछ। त्यसपश्चात त्यो कार डिजाइन गरेको त्यो कम्पनी तर्फ एकजना धनी व्यक्तिले त्यो कारप्रतिको एकदम लालसा जागेछ। त्यसपछि त्यो कारको डिजाइन देखेर, त्यसको सुविधाहरू देखेर ती धनी व्यक्तिलाई त्यो कार किन्न मन लागेछ अनि उनले त्यो कार किनेछन्, महँगो दाममा किनेछन् त्यो कार। अनि त्यसपछि उनले त्यो कार सबै परीक्षणहरू गरेछन्, चलाएछन्। कुनै समय उनलाई आफ्नो गाउँको घरमा जान मन लागेछ। गाउँको घर चाहिँ अति नै टाढा रहेछ, सहरभन्दा कयौँ माइल टाढा रहेछ। त्यहाँ पुगेछन् उनी, त्यही कार लिएर त्यहाँ पुगेछन्। त्यसपछि उनले आफ्नो गाउँको घरको बाहिर त्यो कार पार्किङ गरिरहेको समयमा त्यहाँ नजिकै रहेका केही जन्तुहरूले, हिंसक जन्तुहरूले त्यो कारमा क्षति पुर्याएछन्। कारमा क्षति पुगेको कारणले गर्दा त्यो कार पहिलेकै अवस्थामा आउन सकेनछ। ती जङ्गली जनावरहरूले त्यो कारलाई छेदविच्छेद पारेछन्, ती पार्ट पुर्जाहरू पनि एकदमै छेदविच्छेद बनाइदिएछन् हैन। त्यसपश्चात त्यो कारको मालिक अति नै रिसाएछन्। त्यसपछि त्यो कारको मालिकले नजिकैको स्थानीय त्यहाँको लोकल मेकानिकलाई बोलाइछन् अनि त्यो मेकानिकले धेरै कोसिस गरेछ त्यो कार बनाउन सकेनछ। त्यो कारसँग सम्बन्धित कुनै पनि पार्ट पुर्जा आफूसँग नरहेको कुरा चाहिँ जानकारी दिएछन्। अनि ती मेकानिकले नसकेपछि त्यो कार बनाउनको लागि अलि नजिकै रहेको एउटा सहरमा अलि राम्रो मेकानिकलाई बोलाइछन्। अनि ती मेकानिक त्यहाँ पुगेछन्, सरसामान सबै लिएर ती मेकानिक त्यहाँ पुगेछन् अनि उनले पनि धेरै कोसिस गरेछन्। तर ती मेकानिकसँग पनि त्यो कारसँग सम्बन्धित कुनै पनि ज्ञान नभएको हुनाले र त्यो कारमा भएका पार्ट पुर्जाहरू उनीसँग एभाइलेबल नभएको कारणले गर्दा ती मेकानिकले पनि त्यो कार बनाउन नसक्ने कुरा चाहिँ ती कारका मालिकलाई राखेछन्। त्यसपश्चात ती कारको मालिकसँग कुनै विकल्प नभएको कारणले गर्दा ती कारको मालिकले अब यो कार जसले बनाएको हो, यसको डिजाइनर जो हो उसैलाई मात्रै यो कार बनाउने सक्ने क्षमता भएको कारणले गर्दा फोन कन्ट्याक्ट गरेछन्। अनि फोन कन्ट्याक्ट गरेर त्यो कार कम्पनीले धेरै टाढाको दूरीबाट सर्भिसिङ दिनको लागि भनेर त्यो कार क्षति भएको ठाउँमा पुर्याएछन्। अनि त्यो कम्पनी जसले डिजाइन गरेको थियो, जसले त्यो बनाएको थियो, ती कार मेकानिक त्यहाँ पुगेर त्यो कारलाई एकदम पहिलाको जस्तै अवस्थामा त्यसलाई चाहिँ ल्याइछन् अनि त्यसको पुनर्निर्माण गर्दैछन्। पहिलेकै अवस्थामा त्यो कार फर्केछ अनि ती मालिक एकदमै हर्षपूर्ण, एकदम खुसी भएर ती मेकानिकलाई एकदम धन्यवाद दिएछन्। अनि ती मेकानिक फर्किएछन् अनि ती मालिक पनि आफ्नो सहरमा फर्किन सम्भव भएछन्। एकपटक सोचिहेरौँ, एउटा सामान्य कारलाई त जसले डिजाइन गरेको हो, जसले त्यसको खाका कोरेको हो, जसले त्यसको प्रत्येक नक्सा कोरेको हो, ऊ बाहेक कसैले पनि त्यो कार बनाउन नसके जस्तै बाइबल जो आत्मिक नक्सा हो, जसले डिजाइन गर्नुभएको उहाँ बाहेक कसैले पनि त्यसको अर्थ लगाउन मिल्दैन, सक्दैन पनि। आत्मिक बाटो अहिले हेर्नुहोस् त अवस्था कस्तो छ। सबैले आफ्नो सिद्धान्तहरू लगाएर बाइबललाई अर्थ लगाइरहेका छन्, सबैले आफ्नो विचारहरू राखिरहेका छन्, सबैको आफ्नो फरक सिद्धान्तहरू छ। यस्तो अन्योलतापूर्वक माहौलमा के साँचो अर्थ लगाउन के आउनु पर्दैन होला र? शरीरै धारण गरेर आउनु पर्दैन होला र? निश्चित रूपमा आउनुपर्छ। मानिसहरूमा भएका अन्योलतालाई जसरी भए पनि उहाँले के गरिदिनुपर्छ? इन्साफ गरिदिनुपर्छ, त्यसको न्याय गरिदिनुपर्छ, साँचो अर्थ लगाएर मानिसहरूलाई भनिदिनुपर्छ। त्यसैले दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूले मैले यहाँहरूलाई गलत गर्दै हुनुहुन्छ भनेर दोष
दोष लाउन खोजेको होइन। हजुरहरूले जुन शिक्षा लिइरहनु भएको छ त्यो साँचो मेकानिक अर्थात् साँचो डिजाइनरले गरेको डिजाइनको अर्थ होइन त्यो चाहिँ जसले डिजाइन गर्नुभयो, जसले त्यो बाइबलको खाका गर्नुभएको उहाँले मात्रै अर्थ लगाउन मिल्छ है। बाइबलमा पनि लेखेको छ उहाँले पुनः फेरि यस पृथ्वीमा आउनु भएर बाइबलको सबै रहस्यहरू खोलिदिनु हुनेछ भनेर दाउदको मूल्य बाहेक कसैले पनि बाइबलको अर्थ खोल्न नसक्ने कुरा उहाँले जानकारी दिनुभएको छ। त्यसैले यो सामान्य कुरा होइन। जीवन र मृत्युको यस्तो सङ्घारमा छौँ, कुन चाहिँ रोज्न चाहनुहुन्छ भन्ने कुरा चाहिँ हजुरको हातमा छ। तपाईँको पास्टर अथवा तपाईँको एल्डरले जानकारी दिएको कुरा अथवा बाइबलमा पिएचडी गरेको, बाइबलमा विशेषज्ञ भएको व्यक्तिले जानकारी दिन सक्छ होला त। एउटा सामान्य कार त ती स्थानीय मेकानिकले सकेनन्, अनि उनीभन्दा नि अझ खुबी भएका ती मेकानिकले पनि सकेनन्। कसले मात्र त्यो कार पुनर्निर्माण गर्न सकेको थियो त? जसले त्यो डिजाइन गरेको थियो, जसले बनाएको थियो उसले मात्रै त्यसको चाहिँ पुनर्निर्माण गर्न सके। जस्तै बाइबलको साँचो अर्थ पनि बाइबलको डिजाइन गर्नुहुने परमेश्वरले बाहेक कसैले पनि अर्थ लाउन मिल्दैन होइन। यस्तो अन्योलतापूर्वक भएको पृथ्वीमा उहाँ निश्चित रूपमा पृथ्वीमा आउनै पर्छ र आएर उहाँले जानकारी दिनै पर्छ। त्यसैले आफ्नो जिद्दी अघि नसारौँ, आफ्नो सोचाइलाई अघि नसारौँ, आफ्नो सिद्धान्तहरू एकचोटि पछि राखौँ, आफ्नो दिमागलाई एकचोटिको लागि भए पनि खाली बनाऊ अनि परमेश्वरको दृष्टिकोणद्वारा एकचोटि सोचिहेरौँ।